सुशीला कार्कीको सरकारलाई धेरै धेरै धन्यवाद छ। सुशीला कार्कीको सरकारले धमाधम अनुसन्धान अथवा बयान लिन सुरु गरेको छ। त्यसको स्वरूप आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबाट बयान सुरु गरेको छ। भदौ 23 र 24 गते भएको यो नरसंहारको पछि उच्च स्तरीय राजनीतिक संयन्त्रले आज रवि लामिछानेको 8 घण्टा लामो बयान लिएको छ। रवि लामिछानेको बयान किन लिएको छ भन्ने सन्दर्भमा रवि जेलबाट निक्लेर भागेको, रविले जेलका कैदी भगाउन सहयोग गरेको भनेर बयान लिएको हो। भदौ 23 गते अबोध बालबालिका माथि गोली हान्न लगाउने गृहमन्त्री, प्रधानमन्त्री, सिडिओ र प्रहरी प्रमुखमाथि कहिले अनुसन्धान हुन्छ सुशीला कार्कीज्यू? कि तपाईले पनि प्रतिशोध साधेर रवि लामिछानेलाई मात्रै बयान लिएर छोड्ने हो? केपी शर्मा ओलीको कहिले बयान हुन्छ? रमेश रेग्मीको कहिले बयान हुन्छ? उनीहरू के कारबाहीको दायरामा आउँछन्? उनीहरूलाई कहिले पक्रिनुहुन्छ? कहिले कारबाही गर्नुहुन्छ? जेनजीको आन्दोलनका उठान गरेका मागहरू कहिले सम्बोधन गर्नुहुन्छ तपाईँ? अनि एउटा रवि लामिछानेलाई देखाएर, सोझो केटोलाई देखाएर अनुसन्धान गरेर तपाईले यहाँबाट के स्थापित गर्न खोजिरहनु भएको छ र रवि लामिछानेलाई के का आधारमा अनुसन्धान गर्न खोजिरहनु भएको छ? सरकारी भवन जले, त्यसको अनुसन्धान कहिले गर्नुहुन्छ? प्रहरी चौकी छोडेर भागे, त्यसको अनुसन्धान हुन्छ कि हुन्न? हतियार छोडेर भागे, त्यसको अनुसन्धान हुन्छ कि हुन्न? एउटा व्यक्तिलाई तपाईको शान्ति सुरक्षा छैन, तपाईको ज्यानमाथि सुरक्षा खतरा छ, तपाई परिवारको जिम्मा जानुस् भनेर एउटा पत्रमा हस्ताक्षर गरेर छोडिएको व्यक्तिलाई आज अनुसन्धानमा तानिएको छ। तपाईको यो निर्णयको म घोर भर्त्सना गर्न चाहन्छु।